आज म अगबरे खुर्सानीको अचार बनाउनको लागि यसलाई पखालेर टक्क सफा गरेर राखिदिन्छु। त्यति राम्रो त पाइएन खुर्सानी, त्यही पनि बुढोले अगबरे खुर्सानीको अचार खान धेरै रहर गर्नुभएको थियो, त्यही भएर 1 किलो ल्याएर आएको छु। अब यसलाई सफा गरेर घाममा सुकाएर खुर्सानीलाई राम्रोसँग पखालिसकेपछि यसरी घाममा सुकाउनु पर्दछ। पानी सुकोस् भन्नको लागि यसलाई सुकाएर केही समय यो अलि चाम्रियोस् भनेर पनि घाममा सुकाउनु पर्छ। घाममा सुकाउनलाई छोडेकी छु। उता खुर्सानी पखालेर सुकाउन हालेकी छु साथीहरू। अब त्यो अचारमा हाल्नको लागि यो नुन र पानी तयार गर्दैछु। अचार हजुरले कति बनाउनुहुन्छ त्यही स्केलमा कति चाहिन्छ त्यही अनुसार नुन लाग्ने गरी पानीमा हाल्ने। त्यसपछि यसलाई यो पानीलाई अब एकछिनसम्म खसखस पाक्ने बेलासम्म पाक्न दिन्छु। अनि त्यसपछि यसलाई खुर्सानी सुकिसकेपछि हामीले यसरी बिरा फाल्नुपर्छ। यो बिरा फालेर बनायो भनेपछि यो भित्र राम्रोसँग नुन र पानी पस्छ र अचार राम्रो बन्छ। अनि यसरी मैले अचारलाई सिसामा प्याक गरिसकेकी छु। अघि नुन र पानी उमालेर राखेकी थिएँ, त्यो चिसो भएर बनाएर अनि यो सिसामा खुर्सानीहरू राखेर त्यसमा त्यो नुन पानीलाई राखेकी छु। यसरी अचार तयार भएको छ। अब यसलाई हामी घाममा राख्नेछौँ केही समय। छिटै खानु छ यदि भने हामीले यसमा भेनेगर ससलाई मिलाउन पनि सक्छौँ र होइन हामी छिटै खानु पनि छैन र लामो समय राख्न पनि छैन भन्ने हो भने हामीले ओरिजिनल तरिकाले अर्ग्यानिक तरिकाले नुन र पानीमा मात्रै डुबाएर हामी यो अगबरे खुर्सानीको अचार खान सक्छौँ। हस्त, धन्यवाद।